जेम्स सबैलाई फेरि पनि आज हामी मण्डलीबाट सबैजना आज फुल टाइम दिदी ग्रेस दिदीको विवाहमा जाँदैछौँ सिलगढी। अनि म चाहिँ यता अलिकति ढिलो भएर आन्टीहरूले पर्खिरहनु भएको थियो। अनि यता फेरि आन्टीको बेगको पनि प्रब्लम परेछ र अनि अहिले चाहिँ अब हाम्रो काम भएर हिँडेको। हामी चाहिँ यता मर्कुस पढा हुनुहुन्छ। अगाडि चाहिँ हाम्रो दिदीहरू हिँड्नुहुँदैछ, म चाहिँ पछाडि हिँड्दैछु। हामी चाहिँ गाडी चढेर यो चाहिँ बाहिर हरियाली भएको देखेर चाहिँ मन लागेर अनि भिडियो बनाएको। हामी चाहिँ मण्डली पुग्यौँ हो। अब मण्डली पुगिसक्यौँ। अब अप्ठ्यारो लाग्छ नि त भिडियो बनाउनु, त्यही भएर हात लुकेर बनाएको। अप्ठ्यारो लाग्छ नि त बनाउनु, सरम लाग्छ। हामी चाहिँ यो सिलगढी मण्डली हो। हामी बडाहरूलाई चाहिँ आशिष लिँदै जाँदैछु बडाहरूसँग। बिहे चाहिँ उयो चाहिँ भएको थिएन, गीतहरू गाउनु हुँदै थियो। हामी चाहिँ माथि खाजा खानु गएको थियो र यो कति दामी लागेर नि त्यो थाहा भएन। अब त्यस राम्रो लागेर चाहिँ क्याप्चर गरिहालेको नि त। अनि हामी चाहिँ खाजा खानु आएको। खाजा चाहिँ हाम्रो आलुदम, सेलरोटी र यो के भन्छ भुजिया थियो। अनि कफी अनौँ चाहिँ अघि आएर बसिरहेको थियो। अनि हामी चाहिँ अब यहाँ सेवा सुरु भएर सेवामा बसेको। अनि त हाम्रो बेहुली आउनु हुँदैछ नि त, त्यही भएर सबै पछाडि हेर्नुहुँदैछ क्या। म पनि त्यही हो, म पनि पछाडि नै हेर्दै। हाम्रो बेहुली आइपुग्नु भयो, हाम्रो क्रिस्ती। हाम्रो बेहुली आजको। अनि आजको विवाह चाहिँ हाम्रो कालिम्पोङबाट प्रेम बडा आउनुभएको थियो। प्रेम बडा दिनुभएको थियो। अनि बडाले दामी राम्रो दिनुभएको थियो। फुल टाइमको बारेमा पनि दिनुभएको थियो। साँच्ची नै अब कति ठाउँमा फुल टाइमलाई चाहिँ अब तल नै सोध्छ नि त होइन। अब उहाँहरू जस्तो हामी गर्न त सक्दैनौँ सेवा। अनि उहाँहरूकै बारेमा दिनुभएको थियो, राम्रो दिनुभएको थियो। अनि यो चाहिँ हामी विवाह सकेर हामी जाँदैछौँ विवाह। गिफ्ट किनेर त गिफ्ट आयो। मलाई त फेरि झन् कति शरम लाग्छ यो भिडियो बनाउनु, तर पनि लुक्दै बनाएको। हाम्रो बेहुला, हाम्रो भेना। हामी दिदी र भेनाको जोडी चाहिँ सुहाइरहेको थियो कि, तर मलाई एकैचोटि यसरी दुईजनाको लिनु चाहिँ अप्ठ्यारो लाग्यो। अगाडि बडाहरू हुनुहुन्थ्यो नि त, त्यही भएर म चाहिँ हतार लाँदै आशिष लिएर अनि उयो दिएर हिँडिहालेको। हामी चाहिँ उयो सकेर हामी चाहिँ खाना खानु गएको थियौँ। आज खाना चाहिँ दामी थियो। म माछा मासु नखानेको लागि पनि दामी थियो। माछा मासु खानेहरूको पनि थियो, धेरै आइटमहरू। अनि हामी चाहिँ हिँडेको। अब घर हिँड्दै गऱ्यो नि त हाम्रो अभिषेक हेर्नु न नाटक। यो चाहिँ अब लास्ट हो हाम्रो। पहिला पनि देख्नुभएको हाम्रो चिया बगान। ल बाबाई सबैलाई जमेसी फेरि पनि भेटौँला हाम्रो हरियाली बगान, चिया बगान।